लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्रमुख श्री निरबहादुर गुरुङज्यूलाई छोटो शुभकामना मन्तव्यका लागि गुरुहरू, धर्मगुरुहरू, आनिलाहरू, विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, यहाँ उपस्थित शिलवान हाम्रो उपासक उपासिकाज्यूहरू, साथै आज मलाई यस महान कार्य, पवित्र कार्यको सन्दर्भमा भइरहेको यस कार्यक्रममा शुभकामनाका शब्दहरू अर्पण गर्न पाउँदाखेरि म ज्यादै आभारी छु र विश्वविद्यालयको तर्फबाट यहाँहरू आयोजक समितिलाई र सम्पूर्ण गुम्बाका सदस्यज्यूहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र आवश्यकीय कुरा पनि हो, हामीले धार्मिक कार्यक्रमहरू यस्ता पवित्र स्थलमा गर्ने कार्यक्रमहरूमा जोड्न पर्ने नै हामीले त्रिशरण बुद्ध धर्म सङ्घ, भगवान बुद्ध जसले सम्पूर्ण मानव जातिको लागि, सम्पूर्ण सत्व प्राणीको लागि जुन कुरा उहाँको जीवनकालसम्म उहाँले सम्प्रेषण गर्नुभयो, त्यही सम्प्रेषण गर्नुभएको कुरालाई हामीले आज हामी धर्मको रूपमा र त्यसलाई परिपालन गर्नुपर्ने हाम्रो जीवन, हाम्रो दैनिक जीवन हरेक पल पलमा हामीले पालन गर्नुपर्ने एउटा धर्म। हार्दिक धन्यवाद दिँदै आजको यस कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएकोमा फेरि पनि धन्यवाद दिँदै मेरो संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँको कार्यक्रमको हार्दिक सफलताको कामना गर्दै आज, भोलि र पर्सिका कार्यक्रमहरू, सम्पूर्ण कार्यक्रमहरू सफलताको कामना गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद बहादुर गुरुङज्यूलाई। हामी अबको क्रममा हाम्रा संस्थापक सदस्यज्यूहरूलाई सम्मान पत्र प्रदान गर्न गइरहेका छौँ। यस कर्माटसी छुलिङ गुम्बाको ज्यूहरूलाई सम्मान पत्र ग्रहण गर्ने कार्यक्रम रहेको छ। आजका प्रमुख अतिथिबाट सो सम्मान पत्र प्रदान गर्नुहुनेछ। उहाँलाई मायाको चिनो प्रदान गरिदिनु हुनका लागि आजका एक प्रमुख हामीबाट बिदा हुन गइरहनु भएको छ। उहाँलाई मायाको चिनो प्रदान गरिँदैछ। धन्यवाद। आजका यदि स्वर्गीय संस्थापक सदस्यहरूज्यूका परिवारजन आउनु भएको छ भने उहाँहरूले यो सम्मान पत्रलाई ग्रहण गरिदिनु होला। स्वर्गीय कुल प्रसाद काला मगर, कञ्चन 4 थकाली चोक। संस्थापक समितिका सदस्यज्यूहरूको परिवारजन आउनु भएको छ भने यो सम्मान पत्र ग्रहण गरिदिनुका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसै गरी स्वर्गीय मेनजङ गुरुङ, कञ्चन 4 बेल डाँडा, अथक प्रयासबाट आज हामी यस गुम्बाको यो सह अस्तित्व अर्थात् पूर्ण रूप देख्न सकेका छौँ। तसर्थ उहाँहरूप्रति उहाँहरूको सानो प्रयास आज यति ठुलो सफलतामा परिणत भएको छ। तसर्थ हामी उहाँहरूलाई सम्मान स्वरूप सम्मान पत्र सँगसँगै सम्पूर्ण उपस्थितिले ताली। श्री स्वर्गीय बम बहादुर थापा मगर,
काञ्चन 4 बनकसिया। यसै गरी श्री चक्रबहादुर थापा मगर काञ्चन 3 हरैया। गर्ने कार्यक्रम चलिरहेको छ। उहाँहरूको प्रयास आज हामी माझ ठुलो गुम्बा स्थापना गर्नका लागि हामी सफल भएका छौं। यसै गरी श्री जित बहादुर पुन काञ्चन 5 थकाली चोक मन्तव्य राखिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। समारोहका अध्यक्षज्यू आदरणीय मित्र बमबहादुर गुरुङ, मञ्चमा आसीन बौद्ध गुरुज्यूहरू, महानुभावज्यूहरू र यो कार्यक्रमलाई भव्य र सभ्यताका साथ सम्पन्न गर्न र सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा व्यक्त गर्दछु। आज हामी किनभने यो ठाउँ असाध्यै पछाडि थियो, बुद्धको परिचय दिने सन्दर्भमा अब भगवानको गुणवार्ता, बुद्धको व्याख्या हाम्रो दिमागले गर्न सक्दैन। हामीले सुन्यौं, आजभन्दा 2600 वर्ष पहिलाको कुरालाई सुन्दै सुन्दै आउँदा कति सुन्यौं, कति बिर्स्यौं। तर पनि बुद्ध एउटा महाज्ञानी पुरुष हुनुहुन्थ्यो। हामीले यति मात्र सम्झेका छौं। त्यो ज्ञानी हुनको लागि के कुराहरू चाहिँ आवश्यक छन् र थिए भन्ने कुराहरू पनि समयले बताएको छ। म धेरै व्याख्या गर्दिनँ, तर मैले हाम्रा बौद्धिस्टहरूलाई हृदयदेखि बधाई छ है तपाईहरुलाई भनेर मैले मेरो डायरीमा सङ्कलन गरेर राखेको थिएँ। आज संयोग पर्यो, यो कवितात्मक लयमा छ। सबैले राम्रोसँग सुनिदिनु होला, बुझिदिनु होला। शब्द मिलेका छैनन्, भाव पनि नमिलेको हुन सक्छ। तर पनि त्यति बेला म यति खुसी भएँ, यो वनभित्र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको गुम्बा बन्दैछ। असाध्यै हामीलाई वनको रमाइलो थलो झन्झन रमाइलो भयो। शान्तिका अग्रदूत हाम्रा ती विभूति बस्ने थलो यहाँ बन्यो। कर्मठ हाम्रा यी परिश्रम गर्ने धर्म अनुरागी जुटे। भोकै प्यास कति पैर खियाई कडा परिश्रम गरे। मनमा दृढ गरी बनाई योजना कम्मर कसेरै जुटे। जहाँ इच्छा तहाँ उपाय भने चाहिँ साँच्चै रहेछ खटे। सृजना गर्नु पनि कुनै पनि कुरा मनले चिताएपछि पुरा साँच्चै हुँदो रहेछ देखियो निश्चित समयपछि। सुनमासु गन्धझै बनाएको छ नै ठाउँै पवित्र बन्यो। सुन्दर यो ठाउँको भविष्य बनेर गुम्बा यहाँ जन्मियो। विद्याका पनि मन्दिर यहाँ बने, प्रकृतिका घर पनि। कस्तो सुन्दर यो भूमि हुने होला भविष्यमा झन्झनी। चारैतिर बनोस् हराभरा भूमि, सत्मार्गमा सब जुटुन्। हत्या हिंसा अशान्ति दुर्व्यसनीमा लाग्दै नलाग्ने बनुन्। भातृत्व नटुटोस् विभेद नबढोस् एउटै छहारी मुनि। ईश्वरका दृष्टिमा समान सब छौं किन विभाजन हुने। दुई दिनको चलायो बाँचेर नाचने सबले विचार गरौं। यही दिन त प्रभुमा विलीन हुनेछ भनेर सोच्ने गरौं। मायाको जालमा
बिर्सी बसेका दिन पत्तो खबर केही नदिकन प्रभु आउनु हुनेछ लिन नौतुन नजानेको पो हुनेछ र जानु अवश्यै छ नि जोरमाल रहने दायाँ र बायाँमा साथ दिने हुन् तिनी सत्कर्म गर्ने यी हाम्रा पाखुरी सत्कर्ममा नै रहन् भगवानको प्रतिमूर्ति यो नर चोला भगवानमै लिन हुन् धन्यवाद धन्यवाद हाम्रो आजको अतिथि कृष्ण सरज्यूलाई उहाँले एउटा मार्मिक कविता मार्फत हामीहरूमाझ आफ्नो अमूल्य बनाइराखेर जानुभएको छ र अब म पुनः यो सम्मान कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र अब सम्मानकै क्रममा हामी यस गुम्बालाई 50,000 भन्दा माथि सहयोग गर्नुहुने सहयोगी महानुभावहरूको नामावलीमा सुनाउन गइरहेको छु। कृपया यहाँ यस स्टेजमा आएर आफ्नो यो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु र यो सम्मान पत्र प्रदान गरिदिनु हुनका लागि आजको प्रमुख अतिथि र विशिष्ट अतिथि हाम्रो गुरुज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यस संस्थाबाट हाम्रो यो संस्थालाई निर्माण गर्नको लागि नगद रु 2 लाख सहयोग प्रदान गर्नुभएको छ। तसर्थ यस तमु रोधी आमा समूहका अध्यक्षज्यूलाई हाम्रो यस स्टेजमा आई सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यस रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहबाट नगद रु 70,000 सहयोग प्राप्त भएको छ। हाम्रो यस कर्मटसी चुलिङ गुम्बा निर्माणको लागि आफ्नो सम्मान पनि यस स्टेजमा आई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु 70,000 सहयोग प्रदान गर्नुभएको छ। यस कर्मटसी चुलिङ गुम्बा समितिका वर्तमान अध्यक्ष श्री बमबहादुर गुरुङज्यूबाट यस गुम्बा निर्माणको लागि नगद रु 1,52,361 सहयोग प्रदान गर्नुभएको छ। तसर्थ आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका धन्यवाद टक्राउनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वर्गीय केरजङ गुरुङज्यूबाट हाम्रो यस गुम्बा निर्माणको लागि नगद रु 52,000 सहयोग प्राप्त भएको छ। तसर्थ उहाँको परिवारका सदस्य कृपया यहाँ आएर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वर्गीय रु 52,000 सहयोग प्राप्त भएको छ। तसर्थ उहाँले नगद 1 लाख सहयोग गर्नुभएको छ। तसर्थ उहाँ हाम्रो यस स्टेजमा आएर सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी श्री गौकाशी गुरुङ कञ्चन चापा उहाँको तर्फबाट यस गुम्बा निर्माणको लागि नगद रु 61,631 सहयोग प्राप्त भएको परिवार यहाँ आएर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी समाजसेवी श्री मगराज गुरुङज्यूबाट हाम्रो यस गुम्बा निर्माणको लागि नगद रु 1,01,15 सहयोग प्राप्त भएको छ। तसर्थ कृपया आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यस गुम्बा निर्माणको लागि श्री इन्द्र कुमारी गुरुङज्यू बाणगङ्गा 7 कपिल वस्तुबाट नगद रु 50,000 सहयोग गर्नुभएको छ। तसर्थ यस स्टेजमा आएर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। श्री इन्द्र कुमारी गुरुङज्यू 50,000 सहयोग प्राप्त भएको छ। तसर्थ कृपया
यस स्टेजमा आए आफ्नो सम्मान 50,000 सहाय प्राप्त भएको छ। तसर्थ उहाँको परिवार जो कोही हुनुहुन्छ हाम्रो यस स्टेजमा आए आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी 30 सहाय प्राप्त भएको छ। कृपया क्रमशः यस स्टेजमा आएर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु होला। यसै गरी कञ्चन 4 चापा श्री रामबहादुर गुरुङज्यूबाट नगद रु 18,900 सहाय प्राप्त भएको छ। यसै गरी कञ्चन 4 चापा सुबदार कृष्णबहादुर गुरुङज्यूबाट गरिदिनु होला। यसै गरी स्वर्गीय रुद्रबहादुर गुरुङ कञ्चन 4 चापाबाट नगद बहादुर गुरुङ कञ्चन 4 चापाबाट नगद रु 16,504 बाट नगद रु 16,211। यसै गरी श्री हरिकला थापा मगर कञ्चन 4 चापाबाट नगद रु 20,375 सहाय प्राप्त भएको छ। यसै गरी स्वर्गीय भीम कुमारी गुरुङ कान्छी बजार पेट भनिरहेको छु। यसै गरी रामपुर आमा समूह र स्वर्गीय पूर्णबहादुर गुरुङ कञ्चन 4 चापाबाट नगद रु 9,470। यसै गरी श्री लीलबहादुर गुरुङ कञ्चन 4 चापाबाट नगद 9,301। यसै गरी श्री सुनमाया गुरुङ कञ्चन 4 बेलडाँडाबाट नगद रु 8,715। यसै गरी श्री गोनन्द गुरुङ कञ्चन 4 चापाबाट नगद रु 8,671। कृपया जोरदार तालीले उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ हामी। निर्मला गुरुङ बेसी सहर लमजुङबाट नगद रु 9,150। सुबदार बलबहादुर थापा मगर सङ्गम चौकबाट नगद रु 9,391। श्री सर्वजित राणा मगर श्री तुलबहादुर रोका मगर कञ्चन 3 हरैयाबाट नगद रु 6,900। यसै गरी श्री मनवीर गुरुङ पदमपुर 5,800। यसै गरी श्री रेशम सलामी मगर कञ्चन 4 जयशिखरका टोलबाट नगद रु 5,555। र यसको लागि यो चापाकल निर्माण गराउनु भएको थियो। तसर्थ सम्पूर्ण उहाँ सहयोगी महानुभावहरू कृपया यहाँ आएर आफ्नो सम्मान पत्र ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। सहायक प्राप्त भएको छ। श्री बुद्धिमाया गुरुङ पसगाउँबाट नगद रु 1,160 सहायक प्राप्त भएको छ। वन उपभोक्ता समितिका उपाध्यक्ष श्री भीमबहादुर रम्जाली मगरबाट हाम्रो भीमबहादुर थापा मगर कञ्चन 4बाट नगद रु 1,005। श्री टोप रु 1,001। सम्पूर्ण सहयोगी महानुभावहरू कञ्चन 4 को हुनुहुन्छ। श्री 1,001 श्री शशिराम बिका छौँ। गुरु श्री मणिबा सेरप ग्याल्छेन रिम्पोन्छेज्यूबाट रु 1,10,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीसँगै हाम्रो यस गुम्बाको उच्च संरक्षणको लागि उहाँले गर्नुभएको यो आर्थिक
भावनात्मक र नैतिक सहयोगको लागि हामी आभारी छौँ। पुनः त्यतिर आइपुगेका छौँ। हामीलाई थाहा छ हाम्रा गुरुजनहरू हिजैबाट यो कार्यक्रममा सरिक भइरहँदाखेरि उहाँहरूको स्वास्थ्य अवस्थालाई हेर्दाखेरि हामीले कार्यक्रम हार्दिक अनुरोध गर्न चाहन्छौँ छोटो शुभकामना मन्तव्यका लागि। यहाँ उपस्थित भएका सम्पूर्ण अतिथि र दाजुभाइ दिदीबहिनी मित्रहरू नमस्ते। यो कञ्चन गाउँपालिका गरे रुद्रपुरमा अहिले सम्पन्न भइरहेको कर्मटा शिशुलिङ्ग गुम्बाको यात्रा जुन हाम्रो पोखरा मनाङ गुम्बासँग सरोकार भएको इतिहासलाई छोटकारमा यहाँ जानकारी दिन चाहन्छु। 2004 मा यहाँका अध्यक्ष बमबहादुर गुरुङज्यू र उहाँको टोलीले मनाङ गुम्बाका प्रमुख पोखरा मनाङ गुम्बाका प्रमुख नेदु रिम्पोछेज्यूसँग यहाँ एउटा सार्वजनिक जग्गा सरकारले उपलब्ध गरिदिएको छ। हामीले गुम्बा बनाउने काम सुरु गरे तर निकै गाह्रो भयो आर्थिक रूपले। गुम्बा मनाङ गुम्बा या गुरु तपाईँबाट केही सहयोग मिल्छ कि भन्ने उहाँहरूको निवेदन आयो। त्यसै बेला लगभग कार्तिक मङ्सिरको महिनामा होला गुरु म र एकजना भाइ हामी यहाँ आए हेर्नलाई। त्यतिखेर यहाँको अवस्था के थियो भन्दाखेरि गुम्बा बनाउने भनेर जुन अहिले यो गुम्बा थियो यो चारै ठाउँमा पिलर उठाएर वाल लगाएर दलन गर्ने अवस्थामा थियो, बाँकी केही रहेन। र गुरुले पनि के सोच्नुभयो भन्दाखेरि विगतमा हाम्रो देशका परिस्थितिलाई हेर्ने हो भनेदेखि बौद्ध धर्मको लागि विकासको निम्ति कुनै पनि संरचना र जग्गाहरू पाउन अत्यन्त मुस्किल थियो। देशका राजनीति परिवर्तन सँगसँगै 46 सालका परिवर्तनपछि हामी बौद्ध धर्मावलम्बीहरूको लागि केही अधिकार प्राप्त भएको महसुस भयो। सँगसँगै यहाँका बौद्धावलम्बी बासिन्दाहरूले हामीले पनि पाउनुपर्छ भन्ने हिसाबले जुन यो निवेदन दियो त्यही अनुसारले आज जुन यहाँका त्यस बेलाका वन विभागका अधिकृतहरूले पनि सहयोग गरेर यो दिनुभयो। गुरुले ठानको समय पनि आयो र लगभग सकिन लाग्यो। यो गुरुले धेरै कठिनाइ र दुःख गर्नुभयो। किन भन्दाखेरि अघि नै भनिहाले हाम्रो लागि बुद्ध धर्मको लागि बुद्ध धर्मका संरक्षण र विकासको लागि सरकारबाट पाउने अनुदान एकदमै न्यून छ। सरकारबाट हामीले पाउने त्यो चाहिँ सायद बलुवामा तेल निचारे चाहिँ त्यस्तो मुस्किल छ। त्यस्तो अवस्थामा यस्तो राम्रो लोकेसन पाउँदाखेरि हामीले यो गर्नुपर्छ। साझा हितको निम्ति सारा बुद्ध प्रेमीहरूको निम्ति यो गर्नु हुन्छ। त्यसले वफादारी हुन्छ। जब वफादारी हुन्छ देश विकास हुन्छ। जय नेपाल, जय बुद्ध। थ्याङ्क यू। मुख्य गुरु श्री लामा मुख्य गुरुज्यूलाई आफ्ना भनाइहरूका लागि अब पनि हामी कार्यक्रमलाई ढिलो नगरिकन आजका प्रमुख अतिथि मञ्चमा विराजमान अतिथि हाम्रा अतिथि पाहुनाहरू ड्यासमा बस्नुभएका सम्पूर्णलाई हामी मायाको चिनो वितरण गर्न गइरहेका छौँ। हामीले समयको अभावले गर्दा अडिबा सेरप ग्याल्छेन रिम्पोछेज्यूलाई मायाको चिनो ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दै आजका यस कार्यक्रमका अध्यक्ष श्री बमबहादुर गुरुङज्यूलाई मायाको चिनो प्रदान गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी कर्मसम्म विशिष्ट गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विशिष्ट अतिथि लामा मुख्य गुरु श्री लामा मुख्यज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विशिष्ट अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष हामी माझ हुनुहुन्न, उहाँलाई पनि हामी मायाको चिनो प्रदान गर्न गइरहेका थियौँ। तथापि उपस्थित जो
यसै गरी विशिष्ट अतिथि कञ्चन गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष श्री शेरबहादुर थारू, यसै गरी वडा अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारी, यसै गरी नेपाली काङ्ग्रेसका सभापति तन्छौँ रु 1105 सहयोग गर्नुभएको, यसै गरी श्री ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक ज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु। मायाको चिनो ग्रहणका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसै गरी श्री ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक ज्यूलाई पनि माया निर्मार्थ आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरूलाई हृदयदेखि धन्यवाद प्रकट गर्दै आजको यस कार्यक्रमको सञ्चालिका श्री उमा ढकालज्यूले आफ्नो कार्यक्रम सञ्चालनमा सहयोग गर्नुहुने सहयोगी मित्र श्री धनबहादुर गुरुङज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी कञ्चनवासीको यो एउटा उदाहरणीय यस कर्म मलाई एउटा कार्यक्रम सञ्चालकको भूमिकामा विश्वास गरेर जुन समितिले मलाई एउटा सानो काम दिनुभयो, उहाँहरूप्रति म सदैव हृदयदेखि नमन गर्न चाहन्छु र साँच्चै नै यो गुम्बाले यस गर्व अर्थात् माया पनि गर्नुहुन्छ। उहाँलाई यो कार्यक्रम समापन गर्नको लागि हार्दिक अनुरोध गर्दै म तपाईहरूको माझबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। यस कर्मप्रसी झुलिङ गुम्बा उद्घाटन समारोहमा समारोहित अतिथिज्यू नगद तथा जिन्सी सामान प्रदान गर्नुहुने चन्दादाताहरू, यस संस्थाका कार्य समिति तथा सल्लाहकारहरू एवं उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो सानो अभिनन्दनका हार्दिकमा यस गुम्बा 2053 सालदेखि निर्माण कार्य सञ्चालन गरेको र हाल निर्माण खुसीको कुरा हो। यो गुम्बा स्थापना भएर यो गुम्बा निर्माणको लागि साह्रै दुःख भएको थियो। हामी यहाँको बासिन्दाबाट हामीले यो गाउँपालिकामा कसैले 10 रुपियाँ दिने, कसैले 1 माना चामल दिन्थ्यो, कोही त लुकेर बाँड्थ्यो। यस्तो थियो। त्यो बेलामा काम गर्न बहुत दुःख थियो। पोखरामा पनि गयो, पोखरा गएर चन्दा माग्दाखेरि हामीले 1000 हामीले उहाँदेखि लिइरहेको थियो। त्यहाँदेखि फेरि हामी गुरुसम भन्यौँ, उहाँ हाम्रो यहाँको ठुलो गुरुको पासमा पुगेको थियो, तिमीहरू अहिले पछि आउनुहोस् है भन्थ्यो, जानुहोस् भन्थ्यो। त्यहाँ मना भएको कारणले हामी त गुरुसम पनि जान सकेन। यहाँको समाजले जम्मा 35 लाख हाम्रो मुखिया गुरुले भन्यो, यो पुरा जग उठाएर दिन चाहन्छु। हामीलाई धेरै राम्रो दुःखबाट जाने गुरुले हामीले हेऱ्यौँ।
गार्डनसम्म गरिरहेको छ। गुरु पनि खुसी छ, हामी पनि खुसी छौँ। म समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। धन्यवाद हाम्रा यस गुम्बाका अध्यक्ष श्री बमबहादुर गुरुङज्यूलाई। र यो बहिनी पासाङ गुरुङलाई किन बसिदिनु होला। खाजा खाएर रेडी भएर सबैजना यहाँहरूमा प्रस्तुत गर्नको लागि र हाम्रो यस कार्यक्रमको अन्तिमसम्म साथ दिनुहुन्छ आशा छ।
धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो कलाकार साथीहरूलाई। अति नै राम्रो प्रस्तुति रहेको थियो। हाम्रो गुम्बामा ओम थाप्ने पूजा रहनेछ, ओम थाप्ने रहने सबैजनालाई हाम्रो यस गुम्बाबाट, हाम्रो यस कर्मटसी छेलुङ गुम्बाको तर्फबाट सबैजनालाई निमन्त्रणा गर्न चाहन्छु। सबैजनालाई यही भन्दै रोदी आमा समूहका सम्पूर्ण कलाकारहरूलाई Hey
साथीहरूलाई अति नै राम्रो प्रस्तुति रहेको थियो उहाँहरूको र त्यसै गरी यदि चाहनुहुन्छ रोली आमा समूह पाल्नु भएको छ। उहाँहरूले पनि यस स्टेजमा आफ्नो नृत्य देखाउन चाहनु भएको छ र त्यसै गरी पोखरा भण्डारीबाट पाल्नुभएका हाम्रा भण्डारीका आमा समूह कृपया स्टेजमा आइदिनु होला आफ्नो नृत्य प्रस्तुत गर्नको लागि। Oh,
धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी सम्पूर्ण हाम्रा कलाकारहरूलाई पक्कै पनि चौतारीको बरपीपल मायालुको नजारा मायासँगै बस्ने चौतारीको बरपीपल मायालुको नजारा मायासँगै बस्ने रहरा हे नि हजुर घाम लाग्यो घामाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो धनकुटाको पानी मिठो धराको प्यारा जीवन बिताऊ यही बसेर धनकुटाको पानी मिठो धराको प्यारा जीवन बिताऊ यही बसेर तिम्रो माया मुरी मुरी मेरो माया सागर सँगसँगै बसौँ मिलेर हे नि हजुर घाम लाग्यो घामाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो
देखाइदिएको छ र त्यसै गरी यहाँमा फेरि पनि म अर्को एकदमै खुसीको खबर भन्न चाहन्छु। घामरङबाट पाल्नुभएका हाम्रो यहाँनिर पाहुनाहरू हुनुहुन्छ र त्यसै गरी हाम्रो घामरङबाट पनि हामीलाई नगद स्वरूप रु 2100 रुपियाँ सहयोग गर्नुभएको छ। सम्पूर्ण कृपया जोरदार तालले Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
लाग्यो मलाई माया तिम्रो हात मायाले तिमी कता छौ Thank you.
प्रस्तुति एकदमै राम्रो थियो। एकचोटि सलाम ठोक्न लाउनु पर्ला जस्तो छ। हो कि होइन लाउरेहरू, सलाम ठोक्ने हो। सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण रोदी आमा समूहका कलाकारहरूलाई। र त्यसै गरी यस लगतै रहेको छ हाम्रो बुद्धता मुहिबा क्लबका कलाकार बहिनीहरूको नृत्य रहेको छ चरी जस्तै उड्न पाऊँ। हजुर, चरी जस्तै उड्न पाऊँ भन्ने गीतको बोलमा नाच्न आउँदैछ हाम्रो कलाकार साथीहरू। र यस लगतै मनाङ्गे समाजका कलाकारहरू कृपया रेडी भइदिनु होला। र त्यसै गरी यस चरी जस्तै उड्न पाऊँ भन्ने गीतको बोल लगतै यहाँहरूले आफ्नो प्रस्तुति देखाउने हुनुहुन्छ।